यस कथाका सम्पूर्ण पात्रहरू काल्पनिक हुन्। कुनै पनि जीवित वा मृत व्यक्तित्वसँग मेल खाने कुनै प्रकारको सम्भावना छैन। कसैको जीवनसँग संयोगवश मेल खाएमा चर्को चर्को हाँस्नुहोला। किन नजितोस् त च्यान्टे डन? अब तपाईँ बिरालोले मुसा खेदे जस्तो खुरुरुरु दुग्रिहाल्नुहुन्छ अनि जितिहाल्नुहुन्छ नि। ठिक कुरो गर्यो केटीले, ठिक कुरो गर्यो। मिस्टर च्यान्टे डनलाई रेसमा जित्न इम्पोसिबल। हेलो हेलो भाउजू। तेरा बाउ भाउजू, तेरा हजुरबा भाउजू। साले के मेरो आवाज तेरो फोनमा सारी लाएर आछ? के को भाउजू? दिमाग खराब नगर मेरो। अब अर्कोचोटि तैँले मिस्टर च्यान्टे डनलाई फोनमा भाउजू भनिस् भने तँलाई त काट्छु। तेरा भयभरका भाउजूलाई पनि काट्छु मैले। काम के हो भन्? च्यान्टे डन, मलाई एउटा बाइक चाहिएको छ। फोटो तपाईँलाई पठाइदिन्छु। पैसा तपाईँले जति भन्नुहुन्छ त्यति। ठिक छ भाइ, ठिक छ। ढुक्क बस। च्यान्टे डनको शरणमा आइस स्वर्ग पुग्छस् त। भोलि बिहान तँलाई चाहिएको बाइक छ नि तेरो घरमा टुप्लुक्क आइपुग्छ। बरु गाड तयार पारेर राख है। ल भाउजू। साले भोलि बिहान म तँलाई तेरो त्यो बाइक छ नि, बाइक त दिन्छु, तर जब बाइक दिन्छु नि 2 लपेटा यसरी गालामा पेट दिन्छु। मलाई भाउजू अरे के मेरो आवाज भाउजू जस्तो सुनिन्छ? दिमाग खराब गर्छ यार। भनेपछि टन्न पैसा आउने भयो। अब त बाइक चोरी अभियान सुरु गर्नुपर्ने भयो। बाइक चोरी अभियान सुरु। बिर्खे हजुर भाउजू।
बाइकको साहुद्वारा बिर्खेको धमाकेदार कुटाई। साहुले बिर्खेलाई झाडीमा फालिदिन्छन्। त्यसपश्चात फेरि त्यस्तै मोडलको अर्को बाइकको खोजी। अचम्म छ यार, पिसाब रितिनु पाएन बाइक रितिसक्यो। पुलिस! कताबाट आउनुभयो तपाईँ? इन्सपेक्टर दुवादार। जता पनि आउन सक्छु, जता पनि जान सक्छु। तपाईँ पनि जान सक्नुहुन्छ? त्यसो भने सर त्यो बाइक छ नि त्यो मेरो, त्यो ल्याइदिनु पर्यो सर। बस्नुहोस्। ओए मलाई त लिएर जा। ओहो, केटाहरूले त बाइक त राम्रै चलायो त। पनि मधुरो नलाउँदा नि मधुरो मेरो चस्मा साह्रै अधुरो। ह्याट तेरी, नयाँ चस्मा लगाएको पावरै मिलेन त। लाम कि फुकालम भने लगाइदिन्छु। दाइ फुकाल्दिनु न। मैले कहाँ चस्मा बनाएको त, डोरी पो बनाएको त। तेरे वाह डन वाह, तपाईँलाई चाहिँ मान्नै पर्छ है। त्यो साले च्यान्टे डनलाई फसाएर बाइक हामीले ल्यायो। जे होस् डन, तपाईँले लाएको टिरिक चाहिँ हो के। अब अर्कोचोटि तैँले मिस्टर च्यान्टे डनलाई फोनमा भाउजू भनिस् भने तँलाई त काट्छु तेरो भयभरको भाउजूलाई पनि काट्छु मैले। काम के हो भन्? च्यान्टे डन, मलाई एउटा बाइक चाहिएको छ। फोटो तपाईँलाई पठाइदिन्छु। पैसा तपाईँले जति भन्नुहुन्छ त्यति। कसो भगवानले भने मलाई बचाए। डनलाई पो बनाउनु पर्ने थियो। डन
ल ठिक छ, हामीले बाइक यो चोरियो, यो बाइक म लग्छु, मेरो बाइक तैँले लग्ने। मैले मैले लाने ये राम बाइकको पाइयो है ये राम मैले बाइक मेरो बाइक अर्काको बाइक चोरेर यहाँ खुब नाच्दैछस्। यो मेरो बाइक हो। यसले त अस्ति मेरो बाइक पनि चोर्न लाग्यो। त चल तब। मलाई दिएको बाइक हो यो। मलाई दिएको बाइक हो या मलाई दिएको बाइक हो या। हामी समाज जति सक्दोले खाइसक्यो ल छोड्दिन सारेहरू धोबीले कपडा धोको त थाहा थियो मान्छेलाई पनि यति नराम्ररी कुट्दा रहेछ सारेहरू त्यो साले डोनले बाइक चोरेर ल्याएर रहेछ साले ओहो यत्रो रात परिसक्यो खोइ त इन्सपेक्टर बाइक लिनु गएको हलसम्म ल्याएको छैन त। ओहो बाइक त ल्यायो।